आमा छक्कै पर्यो कि यार कोरियामा खरायो पनि लाग्दैन कि हामी खरा भन्छ होइन थापा भाइ खरायो लाग्छ लाग्दैन कोरियामा कति वर्ष भयो तिम्रो खरायो देखाएन अहिलेसम्म नेपालमा देखायो अनि यहाँ किन नदेखाउ मतलब कसको तिमी खरायोसँग केही सङ्गत छैन यस्तो छ क्या गाई छैन बाटोमा खरायो त भटमा छैन भटमा कि यस्तो छ होइन हाम्रो नेपालतिरमा खुलित्ती पार्छ त हो खरायोले यार थ्याट जे पनि हाम्रोतिर हो टिक्ने खरायोले भटमा सिद्धा छ बदेलले मकै यार नेताहरूले देश खतम पारे हो नेपाल त यार के भन्छौ भाइ केही छैन त्यसो भए त यही बस्छ तिमी है यही बस्छु नि कुनले E7 कि E7 फोर रे टार्गेट E7 फोर हैन E7 बनाइसके बनाइसक्यो ल बनाइसक्ने प्रोसेस ल बधाई छ त्यसो है ल अनि यतातिर पनि पातहरू सुकेर भटमास यार यस्तो पो हो त हो गाई हाम्रोमा त खेती गर्यो भाउ जाँदैन नेपालतिर समस्या क्या मेरो एरियातिर है खेती गर्यो भाउ जाँदैन अनि एक त बाटो पनि त्यस्तै नाजुक अनि अलिअलि उब्जनी हुन्छ त्यो पनि सब वन्यजन्तुहरू आएर चाहिँ सबै खुलित्ती पारिदिइहाल्छन् अनि अब नेपालमा भाउ नपाए पनि बाहिरतिर एक्सपोर्ट गर्ने एउटा सिस्टम बनाउने नेताहरूले देश खुलित्ती पारिके म आउनुपर्छ क्या जस्तो लागिरहेको 2-4 वर्ष पर्खिनु है गाइस म आएर बनाउँछु अब